दर्शक महानुभाव नमस्कार, म विनोद पाण्डे आमसंसार.com मा यहाँहरूलाई स्वागत छ। आज म तपाईहरुलाई एउटा फरक खालको विषय प्रस्तुत गर्न गइरहेको छु। जो विषय छ मानव, सभ्यता, संस्कृति, राष्ट्र। यो विषय उजागर गर्न गइरहेको छु। त्यो विषय हो झापा अर्जुनधारा नगरपालिका अवस्थित खुदनाबारी शिविरको एउटा कथा लिएर आउँदैछु। यो कथा निकै रोचक छ। यो कथासँग जोडिएका मान्छेहरू हजारौं छन्। त्यसैगरी स्थानीयको त्यस्तै छुट्टै खालको कथा छ र शिविरभित्र बस्ने शरणार्थीहरूको कथा छुट्टै छ। आज ती कथाहरू यहाँबाट अन्यत्र गइसकेको छ, तर पनि ती अन्यत्र गएका कथाहरूलाई सम्झनाका लागि भने यहाँ अझै त्यस्ता केही स्मृतिहरू रहेका छन्। यिनै स्मृति र कथाहरू समेटेर एउटा रिपोर्ट तयार पार्दैछु। अब हेर्नुहोस् एक रिपोर्ट। जङ्गलबाट जन्मिएको बस्ती, बस्तीबाट हराउँदै गएको इतिहास। खुदनाबारी भुटानी शरणार्थी शिविरको मार्मिक कथा। झापा अर्जुनधारा नगरपालिका वडा नम्बर 3। आज खुदनाबारीको त्यो भूभाग फेरि हरियो बन्दैछ। काँडा र झाडीले ढाक्दै लगेको जमिनले यहाँ कुनै समय हजारौं मानिसको बास चलेको थियो भन्ने कुनै सङ्केत दिन चाहँदैन। तर यही ठाउँमा 14 वर्ष अघिसम्म 12,000 मानिसको अस्थायी संसार थियो। भुटानी शरणार्थी शिविरको कथा। यो कथा कुनै कल्पना होइन। यो कथा परिस्थितिले जन्माएको इतिहास हो, जसका मौन प्रमाणहरू आज पनि भत्किएका संरचना र मौन धार्मिक स्थलहरूका रूपमा उभिएर बसेका छन्। निर्वासनको यात्रा मेचीपुलदेखि जङ्गलसम्म। 2048 साल भुटान सरकारको नीतिका कारण हजारौं नेपाली भाषी नागरिक एकाएक आफ्नो घर आँगनबाट विस्थापित भए। पुर्ख्यौली खेत, घर, मन्दिर र स्मृति छोडेर कोही वृद्ध, कोही दुधे बालक बोकेर मेचीपुल आइपुगे। त्यो दृश्य कुनै चलचित्रको सेट होइन। त्यो व्यवस्थाले बनाएको भिड थियो, जहाँ आँसु थियो, त्रास थियो र एक थोपा आशा पनि बाँकी थियो। नेपाल सरकारले शरण लिन आएका ती मानिसलाई छाप्रो हाल्ने ठाउँसम्म उपलब्ध गरायो। खाना, पानी, स्वास्थ्य, शिक्षा जस्ता आधारभूत आवश्यकतामा अन्तर्राष्ट्रिय दात्री संस्थाहरू अघि आए। त्यसपछि जङ्गल फडानी भयो र जङ्गलले बस्तीको रूप लियो। छाप्रा मात्र होइन, समाज थियो शिविर। खुदनाबारी शिविर केवल छाप्रा र काठका बारले घेरिएको ठाउँ थिएन। त्यो एउटा चलायमान समाज थियो। विभिन्न जात, धर्म र संस्कृतिका मानिसहरूले त्यही नयाँ जीवन सुरु गरे। विद्यालय खुले, धार्मिक स्थल बने, सामाजिक संरचनाहरू उभिए। आज पनि त्यो भूभागमा मन्दिरका भग्नावशेष, दात्री संस्थाका कार्यालय, खाद्यान्न गोदाम, स्वास्थ्य चौकी, खानेपानी र शौचालयका संरचनाहरू ती दिनहरूको साक्षी बनेर बसेका छन्। शिविर सुरु हुँदा शरणार्थीको सङ्ख्या करिब 12,000 थियो। समयसँगै नयाँ जन्म र पारिवारिक पुनर्मिलनसँगै सङ्ख्या 18,000 पुग्यो। 2064 सालपछि तेस्रो मुलुक पुनर्वास प्रक्रिया सुरु भयो। अमेरिका, क्यानाडा, अस्ट्रेलिया लगायत देशहरूले ती शरणार्थीलाई नयाँ जीवनको अवसर दिए। स्थानीय समाज र शिविरको सम्बन्ध। शरणार्थी आउँदा खुदनाबारी र आसपासका गाउँहरूमा चहलपहल बढ्यो। कतिपय स्थानीय खुसी थिए, व्यापार बढ्यो, सम्बन्ध गाँसियो। तर सबैको दृष्टि एउटै थिएन। कोहीले अपहेलना गरे, डाही र पूर्वाग्रह देखाए। यद्यपि शरणार्थीले सबै सहँदै स्थानीय समाजसँग घुलमिल हुँदै गए। घर कोही थिएन। यहाँनिर चाहिँ यही एरियामा चाहिँ अलिकति क्याम्प आउँछ अरे भन्ने हल्ला थियो। अनि यहाँ त सबै पुरै जङ्गल थियो। पुरै जङ्गल थियो। अहिले भन्दा पनि धेरै जङ्गल थियो।
पुरा झाडी जङ्गल फाँडेर चाहिँ बसेका हुन्। बसेका हुन्। उनीहरू बसिसकेपछि उनीहरूसँग चाहिँ एउटा सामाजिक रूपमा तपाईँहरूको यहाँ बस्ने स्थानीय होइन बासी र शरणार्थी बिचको नाता सम्बन्ध ऐसो पैँचो अर्म पर्म विभिन्न चाहिँ कार्यक्रमहरूमा सहभागिता कस्तो रह्यो? एकदम राम्रो। जस्तै अब क्याम्पभित्रलाई चाहिँ होइन अब लाइटहरू के अरे बाहिरबाट लाइट दिएको थिएन। अब उनीहरूलाई भनेको अब मोबाइलहरू चार्ज गर्नु, अब डेकहरू बजाउनु भयो, यस्तोहरू यस्तोमा आवश्यक पर्दाखेरि चाहिँ हामीले चाहिँ अब धेरै सहयोग गर्थ्यौँ उनीहरूलाई। जस्तै मोबाइल चार्ज गर्ने भयो, के अरे यो ब्याट्रीहरू चार्ज गर्ने भयो होइन, अब क्यासेटहरूको भयो, अब डेकहरू भयो, यस्तो प्रविधि थियो। अनि यिनीहरूले चाहिँ हामीले चाहिँ फेरि दिन्थ्यौँ। अब यहाँ कतिपय मान्छेले अब दिँदैन थिए, कुर्थे पिट्थे, भुटानी शरणार्थी भनेर बाहिर निस्किन दिँदैन थिए। अब कमसेकम 8 वर्ष जस्तो चाहिँ त्यस्तो भयो। अनि त्यस पछाडि चाहिँ भनेको अब उनीहरूले पनि रहन्छन्, यहाँको हावापानी बुझे होइन। बुझिसकेपछि भनेको अब आफन्तहरू बनाए, कहीँ आफ्नो जात विषयको आफन्तहरू बनाए, कहीँ कता बनाए, गाउँमा पसे। अनि गाउँ र भुटानीको यस्तो भयो के सम्बन्ध राम्रो भयो। विवाह भए, साइनो गाँसियो, आफन्ती सम्बन्ध बने। शिविर जीवन कठिन थियो तर निष्क्रिय थिएन। शरणार्थीहरूले नेपाली भाषा, संस्कृति र परम्पराको गहिरो संरक्षण गरे, शिक्षामा जोड दिए, पेसागत सिप विकास गरे, मजदुरी र सेवा मार्फत झापाका लागि भरपर्दो जनशक्ति बने। बस्ती खाली भयो, जङ्गल फर्कँदैछ। आज शिविर खाली छ, मान्छे गएका छन्, घरहरू ढलेका छन्। जसले जङ्गललाई बस्ती बनायो उनीहरू गएपछि बस्ती फेरि जङ्गल बन्दैछ। तर यो जङ्गल मौन छैन। यहाँ अझै पनि मानव पीडाको इतिहास हावामा बगिरहेको छ। सोधिरहेको छ के हामीले यो कथा सम्झिरहेका छौँ? पूर्वकै सबैभन्दा चर्चित डिजिटल न्युज पोर्टल आमसंसार.com, विश्लेषण र मनोरञ्जन दैनिक लाखौं पाठकसम्म। आमसंसार फेसबुक पेजमा 4 लाख भन्दा बढी फलोअर्स। ब्रेकिङ समाचार, मनोरञ्जन, खेलकुद, सामाजिक सांस्कृतिक र पर्यटन सबै एकै ठाउँमा पाइने। आमसंसार.com, नागरिकको सञ्चार आमसंसार.com। सम्पर्क समाचारको लागि 98 526 55 291।